हेलो र नमस्ते सबैजनालाई। हजुरहरूलाई फेरि पनि स्वागत छ आजको नयाँ भ्लगमा। आज म स्वयम्भू जाँदैछु साथीसँग। साथीले कहीँ ठाउँ घुम्न लैजाऊ भन्दाखेरि कहाँ जाने भन्दा लेट्स गो टु स्वयम्भू भन्यो। अनि स्वयम्भूतिर लागेको। रातिको ढिला नै भइसकेको छ, त्यही पनि जाँदैछौँ। हेरौँ कति बेला पुग्छौँ। यदि धेरै नै ढिला राति भयो भने फर्किने हो। हामी जान खोजेको त अन्त्य थियौँ, तर टाइम नभएर ढिला निस्क्यौँ रुमबाटै। अनि अब नजिक कहाँ छ भन्दाखेरि स्वयम्भू नै नजिक पर्ला भनेर नजिक स्वयम्भू नै जान लागेको। अहिले एक्ज्याक्टली हामी स्वयम्भूमा छौँ। अब यहाँबाट भित्र छिरेर भगवान पाउ हुँदै माथि टपमा जाने मेन मन्दिरसम्म। त्यहाँबाट भ्यू रातिको राम्रो देख्छ भनेर त्यहीँ जान लागेको। अनि खासमा यो बाटोभित्र छिर्दाखेरि अँध्यारो नै रहेछ। लाइट कहीँ कहीँ छ, तर खासमा त्यो लाइटले त्यति उज्यालो दिएको छैन, अँध्यारो नै छ प्राय यो रोड। ट्याक्कैमा यो रोड जाँदा जाँदै बाटोमा स्ट्याचुहरू पनि छन्। अनि यसो घुम्ने ठाउँ भन्नाले बस्ने ठाउँ पनि छन् साइडमा बनाएको। हामी त्यहीँले जान्छौँ। एन्ड दिस इज द स्ट्याचु। यो स्ट्याचु हो। रातिमा राम्रो देखिरहेछ। बिहान खासै राम्रो देख्दैन किनभने लाइट बल आउँदैन। दिस इज द स्ट्याचु। यो स्ट्याचु कुरा गरेँ मैले। लेट्स गो फ्रम हियर। अब अगाडि चाहिँ यो बस्ने ठाउँ रहेछ। अनि यसो फोटो खिच्न पनि राम्रै हुन्छ यहाँनिर। फोटो अस्ति हामीले साथी आएर खिचेको थियौँ। अनि यहाँनिर चाहिँ यहाँबाट माथि पनि जाँदो रहेछ यो बाटो जङ्गलमाथि। यहाँ दिपहरू बालेर यसो बेलुकातिर रमाइलो हुँदो रहेछ कि यहाँनिर मान्छेहरू बसेको हुन्छ खासमा। अनि दिउँसो बिहान खासै त्यति राम्रो देख्दैन, अहिले चाहिँ राम्रो देखिरहेछ। यो भगवान पाउ एरिया हो। अनि हामी अब यहाँबाट माथितिर लाग्छौँ। यताको बाटोमा खासमा लाइट नभएको कारणले अँध्यारो नै छ क्या, प्राय अँध्यारो नै रहन्छ। अब यहाँबाट हामी माथितिर उक्लिन्छौँ। यहाँबाट माथि झनै अँध्यारो छ। अब हेरौँ के छ कस्तो छ। अँध्यारो नै रहेछ। यहाँ त झनै केही पनि देख्दैन। ओके लेट्स सी। अब हामी माथि नै भेटौँला। सो फाइनली हामी माथि गेटमा आइसकेका छौँ। गेटबाट छिर्ने बित्तिकै अगाडि हेर्नुहुन्छ भने तपाईँहरूले यो पैसाको ताल रहेछ। खासमा यो ठुलो पैसा त होइन, त्यही 1 रुपियाँ 2 रुपियाँ हो। मान्छेहरूले टाइम पास भनौँ न, मलाई खासमा यस्तोमा केही विश्वास लाग्दैन। बट एनिवे मान्छेहरूको आफ्नो आफ्नो सोच हुन्छ। मेरो यसमा इन्ट्रेस्ट छैन भने अरू मान्छेको हुनसक्छ। इट्स अल गुड, ठिक छ। अब हामी यहाँबाट माथि उक्लिन्छौँ। आज खासमा ढिला भएकोले मान्छेहरू कमै छन्। लेट्स सी माथि छ कि छैनन्। इफ छैन भने हामी फर्किन्छौँ भिडियो नबनाइकन। हाम्रो सोच चाहिँ भोलि आउनेछ फेरि। हिजो धेरै नै ढिला भइसकेको कारणले गर्दा चाहिँ राति खासमा मान्छेहरू पनि कम देख्यो। अनि हामीलाई बोरिङ भएर हामी फर्क्यौँ। साथीले पनि भोलि आउँला भनेर अलिक चाँडै आउँला भनेर भन्यो। अनि हामी फर्क्यौँ। अनि हामी आज अलिक चाँडै आएको छौँ। अलि उज्यालो नै छ। मान्छेहरू पनि भिडभाड छन्। हिजो त केही पनि थिएन, 1-2 जना थियो। आज त मान्छेहरू छन् टन्नै, किनभने आज चाँडो पनि छ। खासमा हिजो यहाँबाट हेर्दाखेरि चाहिँ राति बत्ती मात्रै देखिरहेको थियौँ। हजुरहरूलाई म यो हिजोको
यहाँबाट लिएको मैले भिडियो देखाउँछु। यो भिडियो हो, यो यस्तो थियो राति चाहिँ। देयर्स मच मोर डिफरेन्स बिट्विन टु भिडियोज। एउटा चाहिँ 6:30 बजेको भिडियो हो, अर्को चाहिँ रातिको 8:30 बजेको भिडियो हो। हिजो यति राति भएकोले हामी फर्क्यौँ। जे होस् आज मान्छेको भिडभाड छन् टन्नै। लेट्स सी, अब हामी एक राउन्ड यता घुमेर अनि फर्किन्छौँ। हजुरहरूलाई यस्तो भिडियो कन्टेन्टहरू आइरहन्छ, सो प्लिज डु लाइक, सब्सक्राइब एन्ड कमेन्ट। हजुरले यति गरिदिनु भयो भने म नयाँ नयाँ भिडियोहरू हाल्नलाई मोटिभेट हुन्छु। मान्छेहरू छन्, त्यति भिड पनि छैन, ठिकै छन्। मान्छेहरू आफ्नो आफ्नो टिकटक, फोटो, भिडियोज सबैमा व्यस्त छन्। अनि यसो एक राउन्ड घुमेर फर्क्यौँ भनेर। अनि फेरि रुम गएर खाना पनि पकाउनु पर्यो, खानु पर्यो। सो मेबी यहाँ 10 मिनट्स जति बस्छौँ होला, त्यसपछि फर्किन्छौँ। यो म्युजियम हो खासमा। यहाँको म्युजियमभित्र छिरेको छैन, छिर्दिनँ पनि, त्यति टाइम छैन। मेबी अर्को दिन छिरौँला। आजलाई यसो एकछिन फोटोसोटो खिचिदिनु पर्यो साथीको, त्यसपछि फर्किनु पर्यो। यहाँको मेन मन्दिर चाहिँ यही हो। उहाँ चाहिँ साथी। दिस इज द क्याफे। यहाँ अघि मैले सुटिङ हेरेको थिएँ, कहाँ पो, यस हियर। यहाँ सुटिङ गर्दै रहेछन्, बुढाबुढी हो कि क्या, न्युली म्यारिड मेबी। अब हामी यहाँबाट फर्किन्छौँ। यताबाट आइन, जुन बाटो आयो त्यही बाटो फर्किन्छौँ। पानी परेको जस्तो लागिरहेछ, बट पानी त परेको थिएन त अघि। पानी पऱ्यो भने फेरि बिजोग हुन्छ। रेनकोट पनि ल्याएको छैन, पानी पर्ने मौसम त थिएन। लौ डगी, यसले खाना राखेर छन्, खानलाई पनि। So we are returning to our room. यहाँबाट सिडी लिनु पर्यो। सो फाइनली हामी तल झरिसकेको छौँ। अब यहाँबाट गेट बाहिर निस्केर बाइक लिएर रुमतिर जाने। माथि जाँदाखेरि मान्छे टन्नै थियो, अहिले राति भएको कारणले मान्छे कम भइसकेको छ। पानी परेको जस्तो लागिरहेछ तर परेको छैन। मौसम खासमा पानी पर्ने नै छ, तर अहिलेसम्म परेको छैन। यस पानी पर्नुभन्दा पहिले निस्किहाल्नु पर्यो, नत्र रेनकोट ल्याएको छैन, केही ल्याएको छैन, भिजेर। सो यो भिडियो आजलाई यही अन्त गर्न चाहन्छु। फेरि पनि हजुरहरूको लागि नयाँ ब्लग, नयाँ ठाउँ लिएर आउँछु। त्यति दिनसम्मको लागि बाई बाई, स्टे सेफ, स्टे हेल्दी, सी यू नेक्स्ट भिडियो।